जय जनकपुर धाम, यो पवित्र भूमि जहाँ सीताको जन्म भयो, रामको विवाह भयो अनि जहाँ मिथिलाको संस्कृति जीवन्त छ। रामायणको प्रमुख तीर्थस्थल जहाँ राम र सीताको विवाहको साक्षी बनेका देवता, ऋषि र मिथिला संस्कृति आज पनि जीवन्त छ। नमस्कार साथीहरू, यस पवित्र भूमिबाट आजको ब्लग सुरु गरौँ। मास्टर सेफ सन्तोष शाहको मिथिला थाली ग्रहण गर्दै 15 देखि 17 परिकारका स्थानीय खानाहरू बिरिया, आलु चोखा, तरुवा, तिलौरा, फुलौरा इत्यादि ग्रहण गरेर हामी अघि बढ्यौँ। अब यहाँबाट जस्ताको त्यस्तै अर्गानिक भाषामा भिडियोको आनन्द लिनु होला। दिलीपको गाउँ यो रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका हो। यो वार्ड नम्बर 6 रामदासी भन्ने गाउँ, यो हाम्रो गाउँ हो दाइ। रामदासी यो गाउँको नाम हो, रामजीको नामबाट आउने गाउँ हो। गाउँको नामै थाहा छैन वास्तवमा। पुरानो काटा फुलबाईको फुलेरा यो चाहिँ हामी निजगढ आएपछि निजगढबाट देब्रे जङ्गलतिर छिरेर यहाँ हाम्रो चाहिँ घरमा तल बस्ने भाइ हुनुहुन्छ, दिलीप भाइ हुनुहुन्छ। दिलीप भाइको घरसम्म पुगेर अनि नारायण घाटतिर लागौँ भनेर दिलीप भाइको गाउँ हेर्न आइपुगेका छौँ। यहाँ चाहिँ यस्तो वन्य जन्तु पनि मजाले हिँड्छन्। हामी चाहिँ पर्साको जङ्गलभित्र छौँ। हामी जङ्गलको बिचको गाउँ हो यो, पर्साको भित्री जङ्गलको गाउँ। जङ्गल चाहिँ घना जङ्गल कटेर आइयो, फेरि यस्तो गाउँ रहेछ भित्र। यो त पहाडी बस्ती नि छ त हैन र? धेरै बस्ती रहेछ यहाँ त। यति धेरै बस्ती छ भन्ने सोचेको छैनौँ। सायद अर्को हाइवे कनेक्ट हुने अरू कुनै हाइवे छ होला। हामी चाहिँ एउटा हाइवेबाट जङ्गलमा छिरेर यता आयौँ। यताबाट निस्किने फेरि सजिलै हाइवे छ होला। एकदमै राम्रो खेतीबारी छ यहाँ। प्रकाशजी केही भन्न चाहनुहुन्छ? म केही भनेर आनन्दले नेपालको समथर तराईको म मजा लिइरहेको छु। पछाडिका जीवजन्तुहरूले पनि एकदम त्यही खुसी छौँ। प्रकाश सर गाउँ यहाँ खिच्नु भिडियो। यहाँ बगैँचा पूजा पनि छ। बगेवा यस्तो बिचमा गाउँमा पूजा पनि भइरहेछ। छठ पूजा सानो कुलोलाई आधार मानेर पूजा गर्नु भएको। यहाँ चाहिँ हामी चाहिँ खोलामा हेरेर आयो। यस्तो सुती पूजा गर्नुभएको छ। हेर्नु ढोगेर बा छठी मैयालाई सबै रङ्गी बिचङ्गी कपडा लाउनु भएको छ। यहाँको मेन चाडपर्व झगडा गरेका हामी चाहिँ दिलीपको गाउँ आएका छौँ। दिलीप यहाँ छन्। रमाइलो लागेको छ एकदमै। यो हामी आउने भनेको 6 वर्ष जति हो दिलीप हाम्रो घरमा बस्नु लागेको छ। तिम्रो गाउँ आउने हो भनेको यस्तै जुरेको रहेछ आउनलाई। यता ड्याडु कतिचोटि देखाउने र हाम्रो सर म्याडमहरूलाई है। उहाँ चाहिँ मेरो जेठाजु दाइ जेठानी दिदी नै हुनुहुन्छ। यसरी आइरहेका छौँ हामी। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका हो। यो वार्ड नम्बर 6 रामदासी भन्ने गाउँ, यो हाम्रो गाउँ हो दाइ। रामदासी यो गाउँको नाम हो, रामजीको नामबाट आउने गाउँ हो। अब यो गाउँतर्फ हामी लागिहालौँ। अब यहीँ रामदासी छठिया माईको यता नि पूजा हुँदैछ। हामी फाइनल्ली दिलीपको घर गाउँ आयौँ। दिलीपको घर कस्तो राम्रो घर रहेछ। हातको यस्तो लागेछ। अब सन्जुलाई भेटिन्छ। सन्जु आइसकिन्। हामी दिलीपको घरमा आइपुग्यौँ। नमस्ते। अहिले बाबु पाइछन् सन्जुले। ल बधाई छ। सन्जु त अहिले त डढिछन् घामले। हाम्रो सन्जु दिलीपको घर
यो आउने भनेको कति वर्षदेखि 5 वर्षदेखि भनेको आज साइड जुरेको रहेछ। यता पनि हाम्रो यो दिलीप यो ए यता पनि दिलीपको ए दिलीपले पछि यो बनाए जोडे। पहिला यताको घर रहेछ गाई भैँसी यहाँ यता नुहाउने ठाउँ बाख्रा यता घर बाबु खेल्ने ठाउँ यहाँ यस्तो किचन कति रमाइलो किचन छ। यस्तो चुलो हुन्छ हजुर होइन होइन यो रमाइलोको लागि मात्र हो। यो के हो यो के हो यो ए यो धान राख्ने रहेछ यस्तो हुँदो। अनि कताबाट निकाल्ने यहाँबाट ए यस्तरी धान स्टोर गर्ने रहेछ। हजुर चाहिँ दिलीपको दिदी हजुर बहिनी कति राम्री सन्चै हुनुहुन्छ सन्जु के भन्न छ त नमस्ते ठिक छ नि पूजामा गयो कि गएनौ पूजामा गएन अब जाने हो यता दुध पनि बसाल्ने पकाउने यता धनसार यता बस्ने मैले अब हजुरले त्यहाँ काटेर फाल्नु भयो थियो त्यसलाई मैले ल्याएर यहाँ रोपेर यो बिरुवा मैले निकाल्न लागेको छु ड्रागन फ्रुटको। अनि त्यसपछि सुपारी ल्याएर त्यहाँ लगाएको छु दुईटा पारी पनि लगाएको छु पानी हालेको छु सबै। अब हाम्रो कहाँसम्म हो दिली यो हाम्रो त्यहाँ रुखसम्म पाउँछ रुखसम्म है। अनि मेवा पाकेको रहेछ मेवा काट्न लाग्यो अहिले यो अहिले खान्छौँ लिएर जान्नौँ है। दुईटा मेवा पाकेको छ मेवा खान्छौँ हामी। केरा छ यहाँ रुखसम्म केरा पनि राम्रै भएर रहेछ त होइन धेरै पछि छ त बाटो। अनि यो त पहाडी बस्ती राम्रो छ त छिमेकी पहाडी हो दाइ एकदम माया गरेर अब पुरै अब यो मधेसिया घर छ भनेर ऊ त्यो नहेप्ने नजरले त्यसलाई मिलाएर एकदम साथी जस्तै भाइ जस्तै हो क्या त्यो पनि। अहिले दुबई गएछ हाम्रो घर एउटै जस्तो लाग्छ क्या अरू जस्तो होइन दाइ। हाम्रो त्यो मन्द भनेको अटुटै हो कि तर किनकि हामी त्यो घरको केटो र म चाहिँ सँगै हुर्केको क्या दाइ। एज हाम्रो बराबरै छ लगभग अलिकतिको डिस्टेन्स छ त्यही भएर हामी एकदम भाइ जस्तै गाउँमा पनि डुल्ने जाता पनि जाने एकदम सेम कुनैले कता यो पाडिया यो मधेसिया यहाँ भन्ने छैन दाइ। त्यो मधेसी पाडियाको त छैन नि यहाँ त छैन दाइ एक र तीन छैन त मुस्लिम हिन्दू त्यस्तो केही छैन दाइ। ल म चाहिँ साथी गाउँको साथी मान्छे लाग्ने ल हजुरलाई त भेटेर खुसी लाग्यो वास्तवमा। अनि अरू केटाहरू कता खान् अझै त तपाईँले घाटमा लानै बाँकी छ त्यहाँ सबैले चिनाउनै बाँकी छ कतिवटा हो त्यो यही त हो नि पूजा भइरहेको हिँड्दै जाने हिँड्दै जाने अनि लाग्न बाँकी छ गाउँमा जान दिन्छु र भने दाइले आज राख्छु। अनि पनि हुन्छ दाइ डाइट प्रोग्राम हाम्रो गाउँको केटाहरू गर्छ त्यसको एलाउन्स प्रोप्राइटर म हो फेरि त्यहाँ बसेर एलाउन्सिङ गर्ने हो कसलाई कसको पालो आयो त्यो सबै मैले गर्ने हो त्यहाँ सबै कुरो छ त्यहाँ हेर्नु रमाइलो गर्नु अनि बल्ल भोलि बिहान जानु। भोलि बिहान त हुँदैन घरको मान्छे कोही छैन होइन दाइ भोलि बिहानै भन्नाले 1 बजेबाट जानु नि त राति नभए सुत्नु बस्न त बस्नै पर्छ दाइ हो दाइ त्यो त्यसमा चाहिँ नो कम्प्रोमाइज दाइ घरको मान्छे छैन हामी आधा एक घन्टामा त फर्किन्छौँ यहाँबाट तपाईँले घडीमा टाइम हेरेर 3.5 घन्टा 4 घन्टामा घर उहाँ पुग्नुहुन्छ हो तर 1 बजे फेरि सकिँदैन नि त उहाँ टाढाबाट आछौँ हामी भोलि बिहानैबाट जानु 6 बजेबाट जाँदाखेरि नि तपाईँ त्यहाँ 9-10 बजे घर आउनुहुन्छ होइन बिहान घरको नि मान्छे छैन कि जानुपर्छ ल त्यसो भए त्यहाँ म चिनाउँछु अनि बल्ल जान पाउनुहुन्छ हस् 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 ल त्यहाँ भेटेर छठीघाटमा जाँदाखेरि क्यामेरा
अनि म फेरि आयो भने मसँगै सुत्नु को मामा खालि हेर्नु न मामा हेर कसो हुन्छ उता हैन सर जान्छ नि त रातिमा त्यहाँ रातभरि पूजा हुन्छ अजे टाइट बनाएको यस्तो कुकुर पनि नजार भाइ यो हाम्रो साथीको घर अहिले दुबईमा छन् कति राम देखेको टालिदिने कि दर्शन गर्दै गर्दै दिलीपको गाउँ आएर यहाँ पूजा गर्दैछौँ। पहिला चाहिँ सुरुमा गएर चाहिँ हामी खोलामा हात खुट्टा धोएर मात्रै जान पाइँदो रहेछ, त्यही भएर खोलामा हात यसरी हामी अब हात खुट्टा यसरी पोखरीमा के गर्नुपर्छ दिलीपले भनेर खोलामा अब हात चिसो लाग्छ।
अगाडि बढा ड्याडो बाबुलाई अलिक गाह्रो हुन्छ छ नि हाम्रो अब यता के नि सबको आफ्नो घरबाट ल्याएको यो अलग अलग सबको अलग अलग सबै जति छ नि रोकिस गोड़ लागी पैया परिले पूजिले चरनिया हो गौरी के नंदन गोड़ लागी